नमस्कार सबैजनालाई। अहिले म चितवनको रामनगरमा छु र अहिलेसम्म पनि जाम छ। त्यो तुइन खोलामा झरेको पहाडै झरेकोले गर्दाखेरि तपाईहरुलाई अपडेट दिन म लागिरहेको छु र रामनगरमा पनि यहाँ गाडीहरु तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ अझै 2 दिन लाग्छ भन्ने कुरा छ, सायद भोलिसम्म खुल्छ भन्ने पनि कुरा छ। अनि धेरै मानिसहरु चाहिँ अलिकति गाह्रो भएको कारणले गर्दा फर्केर पनि आउनु भएको छ र खुसीको कुरा के छ भने हुन त यो बाटो बन्द भए पनि अर्को बाटो खुल्ला छ। तपाईहरु काठमाडौँ जाने योजना छ भनेदेखि हाम्रो नारायणघाट बजारबाट तपाईहरु सिधै हेटौडा हुँदै काठमाडौँ जान सक्नुहुन्छ। अनि अर्को अप्सनको रूपमा पनि बाटो छ भन्ने कुरा सुनेको छु। त्यो चाहिँ तपाईहरुले पनि म्यापमा हेर्न सक्नुहुन्छ, गुगल म्यापमा। त्यो चाहिँ शक्तिखोर हुँदै त मलिखु निस्कन्छ भन्ने कुरा छ। अनि केही मानिसहरु यहाँ अड्केर पनि बस्नु भएको छ, हाम्रो दाइहरु। उहाँहरु पनि गाडीमा आउनु भएको। तपाईहरु कहाँदेखि आउनु भयो रे? गौर भनेको इन्डिया हैन? इन्डिया। अनि सीतामढ़ी हाम्रो घर छ। ओके। यहाँ के को लागि आउनु भएको थियो तपाई? यहाँ काठमाडौँ जाने लागेको। काठमाडौँ? हजुर। कति दिन भयो आउनु भएको? कति 2 दिन भएछ कि अब तीसरा दिन लागिरहेछ अब। ए तपाई आएको 2 दिन भइसक्यो? हजुर। तपाईको गाडी कहाँ छ? हाम्रो नाइट लागिरहेछ। त्यो नाइट सेतो गाडी हो? यही नै, यो यता घर हो। ए बनेपा काठमाडौँ लेखेको? हजुर। ए हामीहरु त प्यासेन्जर हो हामीहरु। ए प्यासेन्जर हो तपाई? हामीहरु प्यासेन्जर हो। ए प्यासेन्जर। अड्केर बस्नु भयो? हजुर, त्यहाँ बसेर आज पैसा त भने काठमाडौँमा दिने, काठमाडौँबाट। हजुर। ए ल धन्यवाद छ कुराकानी गर्नुभयो है तपाईहरुलाई। अब केही गाडीहरु त चलेको छ, तपाईहरु देख्न सक्नुहुन्छ। तर यो गाडी चाहिँ धेरै टाढा जाँदैन भन्ने कुरा सुनेको छु। रामनगरको यो अन्तिम स्टेसन यहाँबाट जङ्गल सुरु हुन्छ र यहाँबाट चाहिँ अहिले हामी गाडी देख्न सक्दैनौँ किनभने यहाँ जङ्गल छ। त्यसैले गर्दा धेरै मानिसहरूले फर्काएर योभन्दा पछाडि राख्नु भएको छ र योभन्दा अगाडि जुगेडी साइडमा राख्नु भएको छ। त्यसैले अहिले यो साइडमा गाडी नभए तापनि बाटो चाहिँ बन्द छ। अब गाडीहरू यहाँ राख्नुको उद्देश्य यहाँ होटलहरू छ मानिसहरूलाई सजिलो होस् भनेर। र आजको यो भिडियो म बनाउँदैछु असोजको 8 गते। अनि तपाईहरु अब काठमाडौँ जान चाहनुहुन्छ भनेदेखि अप्सनको रूपमा हेटौडा हुँदै जान सक्नुहुन्छ। बाइक छ भनेदेखि यहाँबाट पनि जान सकिन्छ भन्ने कुरा छ। तर त्यसको लागि झलुङ्गे पुल कटेर पारिपट्टि गएर त्यसपछि जान सकिन्छ भन्ने कुरा छ। त्यसैले तपाईहरु अब सोच विचार गरेर हिँड्नु हुन अनुरोध गर्दछु है। केही गाडीहरू फर्केर आएको छ जुन जान नसकेको कारणले गर्दा त्यसरी फर्केर आएको छ। म्याजिकहरू पनि काठमाडौँ चलेको छ। अहिले म हालसाल आइपुगेको छु जुगेडी। अनि सबै गाडीहरू हामी अस्तव्यस्त देख्छौँ। अब पुलिस दाइहरू पनि यहाँ बसेर चेक गर्दै हुनुहुन्छ किनभने बाटो अहिलेसम्म खुलेको छैन। किन भन्दा पहाडै खसेको छ भन्ने कुरा आएको छ। त्यसैले गर्दा यस्तो समस्या आएको छ जहाँ अहिले म्याजिकहरू पनि अलिकति अगाडिसम्म जान पनि सबै सोधपुछ गर्दै हुनुहुन्छ। अहिले मैले बाटोमा उहाँहरूलाई पनि देख्न सकेँ जहाँ उहाँहरू डुम्रे जाँदै हुनुहुन्छ। भनेको मतलब यस्तो पनि अवस्था छ जहाँ हामी यहाँ घुमाउनेसम्म गइसकेपछि घुमाउनेबाट झरेर फेरि त्यहाँबाट पुल क्रस गरेर हामी त्यहाँबाट हिँडेर पनि जान सक्छौँ अथवा पारिपट्टि केही गाडी भेट्टायो भने त्यस्तै बोलेरोहरू भेट्टायो भने पनि जान सकिन्छ। त्यो पनि अप्सन छ है। त्यसैले धेरै मान्छेहरू अड्किरहनु भएको छ बाटोमा। जाने कसरी थाहा छैन। अब कहाँसम्म जाने भन्ने कुरा पनि पक्का हुनु पर्यो। अब बाइकहरू चाहिँ जानु दिइरहेको छ तर कहाँसम्म भन्ने कुरा थाहा छैन। मैले हाम्रो पुलिस दाइसँग पनि कुराकानी गर्न सकेँ। तपाईहरु पोखरा जाँदै हुनुहुन्छ भने हाम्रो गैंडाकोटबाट त्यो कालीगण्डकी कोरिडोर हुँदै उता रामपुर निस्केर अथवा पाल्पाकता निस्केर हैन त्यहाँबाट चाहिँ तपाईहरु उता पोखरा झर्ने यस्तो योजना पनि बनाउन सक्नुहुन्छ भनेर भन्दै हुनुहुन्छ। त्यसको लागि चाहिँ तपाईहरु यता आउनु पर्दैन। त्यसको लागि तपाईहरु गैंडाकोटबाटै सिधै कालीगण्डकी कोरिडोरको बाटो म्यापमा हेरेर जान सक्नुहुन्छ। अब मैले यसरी रिपोर्ट गर्नुको उद्देश्य तपाईहरुलाई केही सजिलो होस् भनेर हो। तपाईहरुले आफ्नो बाटो कताबाट जाने पहिल्यै योजना बनाएर हिँड्नु भयो भने धेरै सजिलो हुन्छ। यहाँबाट म्याजिकहरूलाई पनि हिँड्न दिएको छैन है। त्यसैले तपाईहरु पनि विचार गर्न सक्नुहुन्छ। अब यो बाटो नै आउनुपर्छ भन्ने छैन। त्यसैले पोखरा जाने अथवा हेटौडा जाने जस्तो सजिलो भइहाल्यो। काठमाडौँ जाने हो भने हेटौडा हुँदै जाने। त्यसैले अब गोर्खा धादिङ जाने बाटो छ भनेदेखि चाहिँ तपाईहरु यो बाटो अलि गाह्रो हुन सक्छ। त्यसैले घुमेर जाने अलिकति सोचेर अर्को बाटो कुन छ भनेर सोचेर तपाईहरु जान सक्नुहुन्छ। एउटा अर्को अप्सनको रूपमा शक्तिखोर हुँदै मलिखु निस्कने बाटो पनि छ भन्ने कुरा सुनेको छु। त्यो पनि तपाईहरु म्यापमा हेर्न सक्नुहुन्छ अथवा अरु कुनै युट्युब भिडियोजहरु हेर्न सक्नुहुन्छ। अब यो अगाडि जसरी जाम देख्न सक्नुहुन्छ
यो पनि थोरै अगाडि पुगेपछि त्यस्तै पुरै जाम छ भन्ने कुरा आएको छ। त्यसैले त्यो तुइन खोलामा अब कति दिन लाग्छ भने ठ्याक्कै अब विभिन्न कुरा आएको छ, कसैले 1 दिन लाग्छ, कसैले 2 दिन लाग्छ भन्ने कुरा गरेका छन्। ठ्याक्कै थाहा नभएकोले अब कति दिन लाग्छ भन्ने कुरा भन्न सकिँदैन। त्यसैले तपाईँहरू अर्को जानकारी नआएसम्म अब युट्युब तपाईँहरू सोसल मिडियाहरू चेक गर्दै गर्न सक्नुहुन्छ। त्यतिन्जेलसम्मको लागि पक्का गर्नुहोस्, बाटो खुलेपछि मात्र हिँड्नु होला, तपाईँहरू सेफ्टीसित हिँड्नु होला भन्न चाहन्छु। यस्तो गाह्रो अवस्थामा यही बाटो प्रयोग गर्नुपर्छ भन्ने नै छैन। त्यसैले तपाईँहरूलाई पाइक पर्ने बाटो प्रयोग गर्नु होला, त्यो गर्दा तपाईँहरूलाई फाइदा हुनेछ। अब यस्तो जानकारी प्राय म हाल्दिनँ, तर अलिकति तपाईँहरू पनि यात्रा गर्दै हुनुहुन्छ भने अलि सजिलो होस् भनेर मैले यो भिडियो बनाएको छु। त्यसैले आजको लागि यति नै। स्टे सेफ रहनु होला।